मतदान रातिको समयमा नगर्न पोखरेल पक्षको आग्रह आजै गराउने आयोगको तयारी। केपी शर्मा ओलीको निर्देशनमा रातिमा मतदान गराएर घोटाला गर्न खोजेको जिकिर। नेकपा एमालेमा पोखरेल प्यानलका उम्मेद्वारहरूको सूची सार्वजनिक। उपमहासचिव एक पद खाली। एमालेको मतदानमा ढिलाइ। विद्युतीय मेसिनमा नाम एन्ट्री गर्न 4-5 घण्टा लाग्ने। सडक महोत्सवको प्रचार गर्ने पोखरेली पर्यटक व्यवसायी चितवनमा। एमाले महाधिवेशनको भृकुटी मण्डपको माहौल। एमाले महाधिवेशन मतदानको समय फेरि पनि सर्यो। बेलुकी 6 बजेदेखि सुरु हुने। राति केपी शर्मा ओलीले घोटाला गर्नको लागि यस्तो गरेको आरोप। जेनजी सुशासन योद्धा रोजगारी खोज्दै निस्केका विमल सडकमै अस्ताए। एक्लिँदै केपी ओली झापा विद्रोहदेखि 10औं महाधिवेशनसम्म यी सारथीले छाडे साथ। नेकपा एमालेको महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति। पोखरा सडक महोत्सव टोली चेतावनमा। नयाँ लिस्टले एमाले निर्वाचन कति बेलादेखि भन्नेमा अलमल। एमाले महाधिवेशन उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक। बिल बिजक नभएको सरसमान सहित पक्राउ। एमाले महाधिवेशनमा युवाको कस्तो छ त उपस्थिति। शंकर पोखरेलसँगै भोट माग्न हिँडे प्रदीप गिवाली उपाध्यक्षमा नउठेपछि अनिल प्यानलबाट रघुजी पन्तलाई स्थान। तोकिएको मितिमा निर्वाचन नभए यो सरकारको औचित्य रहँदैन। वर्षमान पुनः अनन्त। कांग्रेसको उम्मेद्वार चयन तेह्रथुमबाट गगन थापाको नाम। 5 थरमा आकांक्षीको लाम। किन आए भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा। भिरकुटी मण्डपमा व्यङ्ग्यात्मक नारा। ओलीले ईश्वर मागे ईश्वरले ओली। एमाले महाधिवेशन मत माग्न व्यस्त नेता कार्यकर्ता। एमाले महाधिवेशनमा 2 को उम्मेदवारी खारेज। 14 जनाले फिर्ता लिए। भिरकुटी मण्डपमा चुनावी रौनक। उम्मेद्वारको पक्षमा मत माग्दै समर्थक। ओलीले समयको पश्चापलाई बुझ्न सकेनन् भने समयले उनलाई किनारा लगाइदिनेछ। विश्व बैंकको लगानीमा बनेको सडक स्तर उन्नतिमा ढिलाइ। एमाले महाधिवेशनमा ज्योति मगरको एन्ट्री। नाच्दै भनेर आयो एमाले आयो। विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय झण्डा दिवस। एमाले महाधिवेशनमा बने ओलीको प्यानल। प्रदीप गिवालीले छाडेको उपाध्यक्षमा रघुजी पन्त। एमालेको मतदान 4 बजेदेखि भोलि दिउँसो अन्तिम पद परिणाम आउने भनाई। ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ तपाईहरुलाई टप खबर टिभीमा। सदा जस्तै टप खबर टिभीमा आज पनि नयाँ ताजा समाचारको साथमा फलोअप रिपोर्ट सँगै उपस्थित भइसकेका छौं। कृपया यो भिडियोलाई अन्त्यसम्म हेरी हामीलाई साथ दिनुहोला। दर्शकबिन तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरे साथमा आउने बेल आइकनलाई समेत दबाई हामीसँग जोडिनुहोला। दर्शकबिन तपाईहरुले यो भिडियो कुन ठाउँदेखि कहाँबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ, पहिलो पटक हेर्दै हुनुहुन्छ या तपाईहरु रेगुलर हेर्ने गर्नुहुन्छ, कृपया कमेन्ट बक्समा सानो कमेन्ट छान्न भने नबिर्सनुहोला। दर्शकबिन अब सुरु गर्न चाहन्छौं पुरा समाचार। नेकपा एमालेको जारी 11औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेद्वार ईश्वर पोखरेलले आफ्नो प्यानल टुङ्ग्याएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेतृत्वको लागि प्रतिस्पर्धा गरिरहेका पोखरेल पक्षले निर्वाचन प्रक्रिया अगाडि बढ्दै गर्दा आफ्ना प्यानलका पदाधिकारीको उम्मेदवारी सूची सार्वजनिक गरेको हो। सार्वजनिक सूची अनुसार पोखरेल प्यानलबाट महासचिवको रूपमा सुरेन्द्र पाण्डेले अगाडि सारिएको छ। पार्टीमा वैचारिक एवं संगठन नेताको छवि बनाएका पाण्डेको उम्मेदवारीले पोखरेल समूहलाई सांगठनिक रूपमा बलियो बनाएको अपेक्षा गरिएको छ। यस्तै उपाध्यक्ष पदका लागि अरुण नेपाल, गोकर्ण विष्ट, टंक प्रसाद कार्की, डाक्टर वृन्दा पाण्डे र परशु मेघी गुरुङको नाम सार्वजनिक गरिएको छ। पार्टी विधानमा 3 जना उपमहासचिव रहने व्यवस्था भए पनि पोखरेल पक्षले 2 जनाको मात्रै नाम सार्वजनिक गरेको छ, जसमा योगेश भट्टराई र बैजनाथ चौधरी रहेका छन्। 1 जना उपमहासचिवको स्थान भने खाली राखिएको छ। सचिव पदका लागि भने तोकिएको संख्या अनुसार नै 9 जनाको नाम टुङ्गो लगाइएको छ। यो समूहबाट अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुल प्रसाद बास्कोटा, ठाकुर प्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकालले उम्मेदवारी दिने भएका छन्। सचिव पदमा अधिकांश उम्मेद्वार हिजो ओली समूहमा थिए। विश्वास पात्र मान्ने बास्कोटा, श्रेष्ठ र खरेल समेत पोखरेलको प्यानलबाट सचिवमा भिन्न थालेका छन्। प्यानल टुङ्गिएसँगै उम्मेद्वारहरू भोट माग्न प्रतिनिधिमा पुगेका छन्। केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। आयोगका अनुसार आज मतदान हुने कार्यक्रम तय छ। दिउँसो 12 बजेबाट मतदान सुरु हुने समय तालिका भए पनि प्राविधिक तयारीका कारणले ढिलाइ गरी मात्र मतदान सुरु हुने भएको छ। उता नेकपा एमालेको नयाँ नेतृत्व छनौटका लागि मतदान हुनु ढिलाइ भएको छ। विद्युतीय मेसिनमा उम्मेद्वारहरूको नाम प्रविष्ट गर्न समय लाग्ने, अझै 4-5 घण्टा लाग्ने बताइएको छ। सुरुमा कार्यक्रम तालिका अनुसार आज 10 बजेबाट मतदान सुरु हुने थियो, तर अहिलेसम्म कुनै सुरसार छैन। 10 बजेबाट 1 बजे भनियो, फेरि 4 बजे भनिएको, तर हामीले विद्युतीय मेसिनको सञ्चालकसँग कुरा गर्दा उनले नाम प्रविष्ट हुन बाँकी नै रहेको बताएका छन्। सुरुमा आएको उम्मेद्वारको सूची फेरि बदल भएर फेरि नयाँ सूची आएको छ, त्यसैले समय लाग्छ। नाम प्रविष्ट गर्नलाई नै 4-5 घण्टा लाग्छ उनले हामीसँग बताएका छन्। त्यसकारणले अहिले मतदान सुरु हुन 7-8 बज्न सक्ने सम्भावना रहेको छ।
त्यस्तै नेकपा एमालेको 11औं महाधिवेशन काठमाडौँबाट चलिरहेको छ। गत शनिबारबाट सुरु भएको महाधिवेशन मंगलबार नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएको छ। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल बीच प्रतिस्पर्धा हुने भएको छ। उनीहरू प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्। ओलीको निकै विश्वासिलो र भरपर्दो सारथीको रूपमा रहेका पोखरेल 11औं महाधिवेशनमा आइपुग्दा उनी ओलीसँग प्रतिस्पर्धा गरिरहेका छन्। झापा विद्रोहदेखि 10औं महाधिवेशनसम्म सहयोगी नेताहरूले 11औं महाधिवेशनमा आइपुग्दा ओलीको साथमा देखिएनन्। झापा विद्रोहपछि सँगै जेलमा 12 वर्ष बिताएका सहयोद्धा राधाकृष्ण मैनाली, आरके मैनाली अहिले ओलीको साथमा छैनन्। आरके सँगै सीपी मैनाली पनि ओलीको साथमा छैनन्। दुवै मैनाली एमालेमै छैनन्। यसपछि एमालेमा रगत र पसिना बगाएका माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल पनि अहिले एमालेमा छैनन्। उनीहरूलाई एमालेबाट हटाउँदा ओली, विद्या भण्डारी, ईश्वर पोखरेल लगायतको साथ लिएका थिए। तर तिनै विद्या र ईश्वर पनि अहिलेको साथमा छैनन्। तत्कालीन प्रधानमन्त्री ओलीले सरकार चलाउँदा ओलीकै चाहना अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले निर्णय गरेको आरोप लाग्दै आएको छ। एमालेको ओली गुटलाई समर्थन र साथ दिएको आरोप खेपेकी भण्डारी अहिले ओलीसँगै पार्टी सदस्यताका लागि लडिरहेका छन्। यस्तै 9औं र 10औं महाधिवेशनमा ओलीको बलियो खम्बा बनेर उभिएका ईश्वर पोखरेल अहिले 11औं महाधिवेशनमा अध्यक्षका लागि ओलीसँगै प्रतिस्पर्धा गरिरहेका छन्। 9औं महाधिवेशनमा ओली तर्फबाट महासचिव उम्मेद्वार बनेका ईश्वर पोखरेलले माधव नेपाल तर्फबाट महासचिव उम्मेद्वार सुरेन्द्र पाण्डेलाई 4 मतले पराजित गरेका थिए। 11औं महाधिवेशनमा ओलीको साथमा नरहेका पोखरेल समूहको महासचिव उम्मेद्वार बनेका छन् भने उनी पाण्डे साथै जारी 11औं महाधिवेशनमा महासचिवको आकांक्षी प्रदीप घेवाली ओलीप्रति असन्तुष्ट रहेका छन्। उपाध्यक्षको उम्मेद्वार अस्वीकार गर्दै महाधिवेशनबाट बाहिरिएका घेवाली अन्तिम चरणमा आएर केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। तर उनले ओलीलाई भोट मागे पनि उनीप्रति चित्त दुखाएको छन् देखिन्छ। ओलीको हरेक क्रियाकलापको समर्थन गर्दै विपक्षीसँग खरो बसमा उत्रिएका गोकुल बास्कोटा, रघुजी पन्त, कृष्ण गोपाल श्रेष्ठ पनि 10औं महाधिवेशनमा 11औं महाधिवेशनमा आइपुग्दा ओलीको साथमा छैनन्। उनीहरू ओली समूहसँग प्रतिस्पर्धामा उत्रिएका छन्। यसैगरी भीमाचार्य, राजेन्द्र गौतम, अग्नि खरेल, आनन्द पोखरेल, बालबाबु पण्डित, काशीनाथ अधिकारी, शेरबहादुर तामाङ लगायतका दर्जनौं नेताहरू 11औं महाधिवेशनमा आइपुग्दा ओली क्याम्प छोड्न बाध्य भएका छन्। उनीहरूमध्ये धेरैले पोखरेल समूहबाट उम्मेदवारी दिएका छन्। साथै नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनमा युवा पुस्ताको उपस्थिति निकै उत्साहजनक र बलियो देखिएको छ। काठमाडौँको भृकुटी मण्डपमा सञ्चालन भइरहेको यो महाधिवेशनमा 40 वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व करिब 16% रहेको छ भने 40 देखि 50 वर्ष उमेर समूहका युवा नेताहरूको हिस्सा झण्डै 20% छ। यो तथ्याङ्कले एमालेमा नयाँ पुस्ताको आकर्षण र सक्रियता बढ्दै गएको स्पष्ट संकेत गरेको छ। पार्टीको महाधिवेशन प्रतिनिधि छनौटको विशेष प्रावधान गर्दै प्रत्येक प्रतिनिधि सभा निर्वाचनमा क्षेत्रबाट 40 वर्ष मुनिका एक जना युवालाई अनिवार्य प्रतिनिधि बनाउने नीति लिएको थियो। यसै अनुसार 165 निर्वाचन क्षेत्रबाट युवा क्लस्टरमा प्रतिनिधि छनौट भएका छन् भने अन्य सबै युवासँग नेपालबाट थप 5 जना युवाहरू प्रतिनिधि सहभागी भएका छन्। कुल करिब 2262 प्रतिनिधि मध्ये युवाहरूको यो उल्लेखनीय सहभागिताले पार्टीको भावी नेतृत्व नयाँ अनुहारको प्रवेश सुनिश्चितता भएको विश्लेषकहरूले बताएका छन्। उता नेकपा एमालेको नेतृत्व चयनका लागि हुने मतदान रातिको समयमा नगर्न नेकपा एमाले अध्यक्षको उम्मेदवार ईश्वर पोखरेल समूहले आग्रह गरेको छ। मंगलबार ढिलो हुने भएकाले बुधबार बिहानदेखि मतदान गर्न सुसमूहले केन्द्रीय निर्वाचन आयोगसँग आग्रह गरेको जनाइएको छ। आयोगले भने मंगलबार नै मतदान सम्पन्न गर्ने तयारी गरेको छ। दिउँसो 3 बजेबाट सुरु गर्ने भनिए पनि ढिलोमा 6 बजेबाट सुरु हुने आयोगको तयारी छ। राति मतदान नगर्ने प्रस्ताव आएको छ। हामी जतिखेर पनि मतदान सुरु गर्नुपर्छ भनेर लागि परेका छौं। आयोगको एक पदाधिकारीले हामीसँग भने हामी निर्वाचन गराउनुपर्ने बाध्यतामा छौं। छिटोमा 4 बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने आशा छ। ढिलोमा पनि 5-6 बजेबाट सुरु गर्न सकिन्छ भन्ने तयारीमा छौं। मतदान 6 घण्टा चल्ने निर्वाचन कार्यतालिका रहेको छ। मतदान सकिए लगातै गणना सुरु हुने आयोगको सचिव पुनसाङ लामाले लोकान्तरलाई जानकारी दिए। मतदान भृकुटी मण्डप स्थित प्रदर्शनी हलमा हुनेछ। विद्युतीय मतदानका लागि प्राविधिक तयारी लगभग सकिएको अर्का एक सदस्यले जानकारी दिएका छन्। त्यस्तै बिल बिजक तथा भन्सार ज्ञापन पत्र नभएको चिनिया किराना सामान सहित सशस्त्र प्रहरी बलले 1 जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय प्रवक्ता नायक महानिरीक्षक मनिष थापाले सिन्धुपाल्चोक जिल्लाको 12 विसे नगरपालिका 4 स्थित 12 विसेबाट 1 जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो। सोही जिल्लाको 12 विसे नगरपालिका 6 बस्ने शिवलाल तामाङलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लामो साँगुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो। तातोपानीबाट खाडीचौरतर्फ आउँदै गरेको 12-4 5864 नम्बरको आइचर गाडीमा राखी ल्याउँदै गरेको सामानको बिल बिजक तथा भन्सार प्रज्ञापत्र समेत फेला नपरेपछि सो गाडीका चालक तामाङलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले आज जानकारी दिएको छ। नियन्त्रणमा लिएका सामान स्टेशनरी, खेलकुद तथा किराना लगायतका सामान रहेका छन्। बरामद सामानको अन्दाजी मूल्य 7,22,010 रुपियाँ र गाडीको 15 लाख मूल्य सहित जम्मा मूल्य 22,22,010 रुपियाँ रहेको छ। नियन्त्रणमा लिएका तामाङलाई बरामद सामान तथा गाडी सहित आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रिया रहेको पनि थापाले जानकारी दिनुभएको छ।
उता नेकपा एमालेको 11औं महाधिवेशनमा मंगलबार अपराह्न 4 बजेदेखि मतदान हुने भनिए पनि अहिलेसम्म मतदान सुरु भएको छैन। मतदान सुरु हुनु अघि भेरकुटी मण्डपमा उम्मेद्वारहरू प्रतिनिधिसँग भोट मागिरहेका छन्। यसपालि केपी शर्मा ओली र ईश्वर पोखरेलले आफ्नो समूह बनाएर पदाधिकारीमा चुनाव लड्दैछन्। ओली पक्षमा महासचिवको आकांक्षी रहेका प्रदीप गेवाली उपाध्यक्षको प्रस्ताव अस्वीकार गर्दै सोमबार भेरकुटी मण्डपबाट बाहिरिएका थिए। उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्। गेवालीले मंगलबार बिहान स्ट्याटस लेख्दै सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले केन्द्रीय सदस्य र पदाधिकारीमा केपी शर्मा ओलीको टिमलाई मत मागेका थिए। दिउँसो भने उनी भेरकुटी मण्डपमा गएर आफू ओली नेतृत्वको समूहका लागि मत मागिरहेका छन्। गेवाली महासचिवको उम्मेद्वार शंकर पोखरेलसँगै मत माग्दै हिँडिराखेका छन्। त्यस्तै एमालेको संस्थापन पक्षबाट प्रदीप गेवालीको उपाध्यक्षमा उम्मेदवार नदिएपछि रघुजी पन्तले उनको ठाउँमा लिएका छन्। उनी संस्थापन पक्षको प्यानलमा उपाध्यक्षको उम्मेदवार बनेका छन्। अध्यक्षको आकांक्षी रहेका पन्तलाई यसअघि ओली प्यानलमा केन्द्रीय सदस्य मात्र राखिएको थियो। त्यसबाट असन्तुष्ट भएर उनले उपाध्यक्षमा स्वैच्छिक उम्मेदवारी दिएका छन्। यता गेवालीले भने उपाध्यक्षमा उठ्न अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएपछि पन्तको ढोका खुलिएको छ। संस्थापन पक्षले एक उपाध्यक्षमा पन्तलाई प्यानलमा राख्ने सहमति बनेको स्रोतले जानकारी दिएको छ। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान अनुसार नै 6 महिनाभित्र निर्वाचन गराउने गरी म्यान्डेट दिएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने तर्क गरेका छन्। नेता पुनले निर्वाचन मिति सार्न पनि सकिन्छ मतमा कुनै तर्क नरहेको जिकिर समेत गरे। उनले तोकिएको मितिमा निर्वाचन गर्न अगाडि बढ्दा नै मुलुकलाई संकटबाट निकास दिन सकिने बताए। नेता पुनले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने गरी पुँजीगत खर्च गर्नुपर्ने समेत बताए। उनले जेनजी आन्दोलनले ध्वस्त बनाएको निजी क्षेत्रको उद्योग व्यवसायलाई राहत दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका छन्।